हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी गाउँमा मौसमले यसो च्यालेन्ज गरेर है भाले काटेर खाने प्रोग्राम गरिरहेका छौँ। भाले पुरै उफ्रिरहेको छ, नाजुले काट्दै हुनुहुन्छ। यसको टाउका नि भुत्लाहरू मसिनो मसिनोसँग सबै निकाल्नु थाल्छ है। बाहिर लैजाऊ बाहिर। भालेलाई खुर्काइसकेर अब चाहिँ भालेलाई यसो कटिङ गर्ने कार्यक्रम भइरहेको छ है। यहाँ भोलिसोझी तानेर यसको ट्याक्क बनाउने भालेलाई अब यसो टक्क कटिङ सटिङ हानेर यसलाई अब टक्क काटेर अहिले बेलुका च्याप्प हान्नुपर्छ। एउटा यो सानोदेखि खसी जस्तो छ त 4 किलो भन न यार। 4 किलो त खसी हुन्छ सानोदेखि। चिसोमा भालेसँग खुकुरी रम ल्याएर हाने जस्तो आज चाहिँ हाम्रो यहाँ कुखुरा कटिङ भइरहेछ। 4.5 किलोको कुखुरा कटिङ भइरहेछ। उहाँ सरहरूले चाहिँ त्यो कुखुराको पाङ्रो भन्ने तपाईँहरूले हुन्छ कि नै कलेजो हेर्नु त खसीको त कलेजो छ खै कलेजोको र खै यता सुशान्त सरको कलर सेम सेम छ त यार। जगाइदिन्छु अझै सब फेरि ल यो के हो यो गाइस, तपाईँहरूलाई थाहा छ कि नै हेर्नु त आम्मा पाङ्रो भन्छु नि तपाईँहरूलाई के। लगाइजरकोलाई हाम्रो रिदम सर आइपुग्नु भयो। ल रक्स आज चाहिँ यहाँ तिहार पछिको हाम्रो तिहारलाई फिनिसिङ हान्ने कार्यक्रम भइरहेछ। रिदम सर यहाँ भालेको खुट्टाको औँला भाँचिदिँदै हुनुहुन्छ। गाउँमा तिहारमा यसो रमाइलो गर्दै हामी है गाइजु। रिदम सर मोटु सर हुनुहुन्छ उहाँ। आज भालेको मोटु सरले चाहिँ के खाने भालेको? गिदी खाने रे अहिले। ल ल त्यसलाई पोल्दै सन्दीप। बाबु सब्सक्राइब युट्युब च्यानललाई सब्सक्राइब गर्नु पर्यो। यस अगाडि जो मासु कुकरमा सिटी लगाइसक्यो, पाकिसक्यो। अब यसलाई चाहिँ टक्क कराईमा मसला ससला कुटेर च्याप्प लाएर अनि मसलामा हालेर अब यहाँ बनाउने कार्यक्रम भइरहेछ। टक्क मसला पोल्दैछौँ। अब मसला पकाइसकेपछि टक्क मासु हालेर बनाउनु पर्छ। ल फाइनल्ली अब यसो फिनिसिङमा आइसक्यो। ल अब टक्क मासु यहाँ पाक्दैछ। पाकिसकेपछि तपाईँहरूको अब पाक्यो। अब यसलाई टक्क हल्का पानी हालेर सुप खानु पऱ्यो नि त। लोकल भालेको त चिसोमा पानी परिरहेको छ झमझम लगाएर। ल गाइस फाइनल्ली झोल हालेर लोकल कुखुराको सुप रेडी भइसक्यो। कुखुराको काजु मासु पकाएको कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।